यसले चाहिँ के गरिदिन्छ त त्यसको भालेको गन्ध पोथीको गन्ध फालिदिइराखेको हुन्छ अनि यहाँ आउँछन् यहाँ यताबाट पनि आउँछ यताबाट पनि आउँछ यहाँ अनि ठोकिन्छ र यहाँबाट चिप्लेर तल झर्छन् जुन झरिसकेपछि यहाँ सानो पाल छ र यस्तो छ नि त त्यहाँबाट निक्लिन पाउँदैनन् एकदमै बढी त्यसको सङ्ख्याहरू त्यो किराहरूको चाहिँ उपस्थिति छ भने एक रातमा यो प्लास्टिक भरिन्छ मैले मध्यबिन्दु नगरपालिकाको वडा नम्बरको अहिलेको 3 मा चलाएको थिएँ त्यहाँ चलाउँदाखेरि एक रातमा यो भरिएको थियो एक रातमा यो भरिएको थियो हामीले त्यतिखेर टमाटर बाली पनि थिएन खास त्यो ट्रायलको मात्रै लागि मात्रै लगाएको काँक्रो थियो एक रातमा यति भरि भएको थियो कि किसानहरू दङ्ग पर्नुभयो कि तर त्यति प्रभावकारी भयो तर त्यो पछि किसानहरूले फेरि त्यहाँ टमाटर नलागेको भएर उहाँहरूले युज गर्नुभयो प्रयोग गर्नुभयो तपाईँको फल आर्मी होम पनि एकदम मकैको फौजी किरा पनि छ भने एक रातमा लगभग यति जति हुन्छ अनि के गर्नु पर्यो त्यसलाई यो खोल्नु पर्यो अनि खोलेर छोडिदिने होला खोलेर छोडिदिने होइन खोल्ने तलपट्टि यस्तै थाप्ने भाँडो यो खोल्नुभन्दा अगाडि यस्तै प्लास्टिक थाप्ने र त्यो प्लास्टिकमा सबै झार्ने त्यसलाई झारेर त्यतिकै बाँधेर छोडिदिए पनि भयो अब त्यसलाई व्यवस्थापन गर्ने पनि भयो अनि फेरि बाँधेर पुनः यस्ताका यस्तै राखिदिने यसले एक सिजनको बालीभरि चाहिँ यो लिउरले काम गर्छ त्यस पछाडि चाहिँ गर्दैन यो के को रहेछ त फल आर्मी होमको टमाटरको फल खानेको बारो र सुर्तीको पात खाने लार्ने तिनटालाई थाप्ने यही यो चाहिँ भाँडो एउटै हो यसको लिउर चाहिँ फरक फरक हुन्छ या